सो हाई गाइज, म चाहिँ मेरो कलेज जान लागेको यो मेरो आउटफिट छु। म मेरो घरको बाटो हो यो बाटो चाहिँ। सो हाई पनि गरेँ मैले तपाईँहरूलाई, अनि तपाईँहरूलाई मेरो घरको छेउको भ्यू देखाउँदैछु। यहाँ हेर्न सक्नुहुन्छ वरिपरि हरियाली गाउँ जस्तै, तर गाउँ होइन, अलिकति भित्र परेर अलिकति त्यस्तै देखिएको हो। सो वरिपरि हेर्न सक्नुहुन्छ तपाईँहरू। सो अलिकति पिच बाटो छ, पहिला त पिच बाटो पनि बनाइएको थिएन, अहिले पिच बाटो बनाएको छ, राम्रो बनाएको छ। अहिले यति हरियाली छ, यति हरियालीमा पनि अब कुन दिन कसले प्लटिङ गरेर आएर के गरेर घर बनाइदिने हो। र यसै गरी हामी यतातिर घरकोतिर पुग्यौँ र यतातिर चाहिँ मैले घन्टी, हाम्रो प्यारो घन्टी बालेन फ्युचर प्राइम मिनिस्टर अब हुने हो कि होइन थाहा भएन, उहाँको चाहिँ देखेँ मैले। सो यता घरकोतिर पनि प्राय सबै मान्छेहरू थिए। सो हेर्न सक्नुहुन्छ यति भिड थियो कि कुरै नगर्नु है। यहाँ हेर्न सक्नुहुन्छ बाफले यति धेरै थियो, पुरै नाचिरहेको थियो क्या लिटरली। अनि त्यसपछि हल्का तपाईँलाई पनि देखाइदिउँ भनेर। त्यहाँ तपाईँले हेर्न सक्नुहुन्छ, त्यहाँ गाडीमाथि हाई हेलो यताउति त्यहाँ देख्दै हुनुहुन्छ होला तपाईँ, उहाँले हेलो हेलो गर्दै हुनुहुन्छ। म रेकर्डिङ गर्दै थिएँ, आई वाज स्माइलिङ देयर। मैले अलिकति जुम गरिनँ त उहाँले हाई गर्नुभएको थियो, त्यहाँदेखि खुसी लाग्यो। अब यसपालिको चुनावमा कस्तो जित्छ थाहा छैन, तर राम्रो उम्मेदवार उठुन् र राम्रै होस् भन्ने छ मलाई। हामी कलेजमा पुगिसक्यौँ। सो कलेजमा पुगिसकेपछि मैले रेकर्ड गरेको। त्यहाँ दुईवटा केटी खेलिरहेको, मेरो सेक्सनको केटीहरू बास्केटबल खेल्दै थिए तिनीहरू, अनि म चाहिँ मेरो साथीहरूलाई वेट गर्दै थिएँ किनकि तिनीहरू आएको थिएन। र यो मेरो कलेज हो, ओमेगा इन्टरनेसनल कलेज, र मैले आफूलाई देखाएँ। कस्तो देखिरहेको छु म। अब सो हेर्न सक्नुहुन्छ मलाई, म त्यति राम्रो त देखेकी छैन होला, त्यही पनि मेरो साथी हो, उनीहरू पनि हाई गरे, उनीहरूले पनि हाई गर भनेपछि बल्ल हाई गरे। ऊ अर्को मेरो साथी मनिषा आयो, त्यहाँ दुईवटा सर बसिराख्नु भएको थियो, तर मैले बाल्दिनँ होइन। अब यसरी मैले चाहिँ सिन देखाएँ। र यसै गरी यो चाहिँ मेरो कलेजको क्यान्टिन हो। अब अरू जस्तो हाइफाई त नहोला, त्यही पनि त्यहाँ हाम्रो फुटसलमा जुनियरहरू खेलिरहेका हुन्, र यहाँ चाहिँ हामी किडनीको मोडल बनाउन आएका हौँ हाम्रो प्र्याक्टिकलको लागि। बिकज हामीलाई किडनीको दिएको थियो र हामीले चाहिँ यहाँ कार्टुनबाट यताउति गरिरहेको थियौँ। अझै पनि हाम्रो साथीहरू आएका थिएनन्। अनि त्यसपछि हामी जम्मा 3 जनै मात्र भए पनि गर्छौँ भनेर हामीले यसरी कार्टुन निकाल्यौँ। र मेरो एउटा साथीले स्केच बनाउँदैछ, जुन चाहिँ किडनीको एउटा पार्ट हो, र 2 जना बोलिरहेको थिएँ, तर म चाहिँ भिडियो गर्नमा मस्त मगन थिएँ। र यसै गरी हामीले कति काटेर यसरी बनायौँ। अनि त्यसपछि मेरो साइडको साथीले पनि मजाले एकदमै काटेर बनाइरहेको थियो, तर म चाहिँ केही बनाएको थिइनँ किनकि मेरो हातमा मोबाइल थियो। सो आई वाज सिम्पली रेकर्डिङ द भिडियो। अनि त्यसपछि म पनि गर्छु भनेर म पनि लागि परेँ। त्यसपछि मैले पनि काट्न थालेँ, यस्ता गर उता गर। तर मैले जे काटिरहेको छु त्यो चाहिँ किडनीको लागि होइन। अनेस्टली भन्नुपर्दा यो किडनीको लागि होइन। अलिकति बढी नै केही गर्दै गरिनँ मैले टाइपको देखिन्छ भनेर मात्र। सो आई वाज हेल्पिङ भनेर पनि भन्न मिलेन, बस। र उसले मलाई यो देखायो, हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि त्यसपछि यतिकै गर्न थालेँ मैले आफ्नो टाइम पास गुजार्नको लागि, काटिरहेँ मैले। त्यसपछि हेर्दै जानु। यो गन हो हाम्रो, सरी गन होइन, यो चाहिँ एउटा ग्लु टाइपको हो, अर्कै टाइपको ग्लु, लाइक तास्ता मिल्छ जे होस् भनौँ न, अलिक भन्न आएन मलाई है। अनि त्यसपछि मैले के गर्न थालेँ भन्दाखेरि
यो कार्टुन लिएर आयो। 2टा कार्टुनमा अझै हामीले बनाउनु नै थियो, ड्र गरेर चाहिँ नि त्यसलाई काट्न नै बाँकी थियो। सो त्यत्रो ठुलो कार्टुन थियो। अर्को मेरो एउटा साथीले बनाइरहेको थियो, तर ऊ अलिकति लजालु स्वभावको छु, त्यसैले उनले चाहिँ मेरो अनुहार नदेखाइदेऊ है भनेको कारणले मैले अलिकति तल देखाएँ कि। यसरी म चाहिँ मेरो त्यहाँ रहेको फोहोरहरू धेरै थियो, अलिकति अलि नराम्रो, अलि लाइक कस्तो लाइक एडजस्टेबल नभएको कारणले मैले फोहोर सफा गरिरहेको थिएँ, एकदमै फोहोर थियो। अनि त्यसपछि सफा भएपछि यता वरिपरि तल पनि झरिरहेको थियो फोहोर। सो अलिकति फोहोर देख्ने बित्तिकै मलाई मात्रै हुन्छ होला सायद, सक्छ होइन। सो मेरो साइडको साथीले बनाइरहेको थियो, म चाहिँ अलिअलि नक्कल पनि गरिरहेको थिएँ। त्यसपछि के सामानहरू लिएर आए, एकछिन त बोल्न थाले, फेरि हाई गरे केटीहरूले, हेलो केटीहरू नक्कली छन् तर नक्कली नै हुन्छन्, त्यसमा कुनै ठुलो आपत्ति कुरो भएन। सो अर्को मेरो साथीले बनाउँदैछ, मैले पनि थोरै काटेँ, त्यसपछि हल्का भिडियो रेकर्ड गरेको, त्यसपछि के भएन। त्यसपछि मलाई दिएको थियो त्यो, अनि त्यसपछि यो किडनीको एउटा अर्को साइडतिरको हो यो होइन। अनि त्यसपछि मैले तपाईँलाई देखाएँ, अनि त्यसपछि उसलाई चाहियो भन्दै थियो मेरो एउटा साथीले, के गर्ने कसो गर्ने भन्दै थियो, स्केलले तान्दै थियो, अनि म चाहिँ भिडियो बनाउँदै बोल्दै थिएँ यस्तो गर भनेर। त्यसपछि यो चाहिँ हामीले एउटा कार्टुन, एउटा क्विक चाउचाउको कार्टुनबाट निकालेर बनाएको थियो। यो पछाडि तपाईँहरूले हेर्न सक्नुहुन्छ क्विक चाउचाउको यो। सो यु इफ यु प्लिज डोन्ट माइन्ड। अनि त्यसै गरी सबैजना आफ्नै तालमा बस्यौँ, कोही गफ गर्ने, कोही मोबाइल चलाउने, कोही गीत बजाउने, कोही लेबलिङ गर्ने, कोही काट्ने, कोही के गर्ने भनेर चाहिँ युट्युबको भिडियो हेर्दै हामी डिस्कस गर्दै थियौँ। अनि मैले चाहिँ यति फिट हुन्छ भनेर चाहिँ यस भनेर गरेँ। त्यसपछि मैले पनि काट्न थालेँ। त्यहाँ मेरो एउटा साथीले चाहिँ नि त्यहाँ ड्रइङ गरेर दियो। ड्रइङ गरेर दिइसकेपछि चाहिँ ठ्याक्क मैले पनि काट्न थालेँ। त्यसपछि बल्ल मैले एउटा राम्रो काम पाएँ है। अनि त्यसपछि मोबाइल मैले एक ठाउँमा सेटअप गरेँ, अनि त्यसपछि बल्ल मैले काट्न थालेँ। मेरो साइडको साथी काट्दा थाकेर वाक्क दिक्क भएर पानी खाएर पनि आइसकेको थियो। म भने बल्ल काम गर्न लागेको थिएँ। म चाहिँ बिस्तारै कटिङ गर्दै थिएँ, अनि मेरो उतापट्टि घरको साथीले खै के गर्दै थियो, मोबाइल चलाउँदै थियो होला सायद, दिक्क भएर। त्यसै गरी हामीले टिम वर्क राम्रो मेन्टेन गरेर चाहिँ गऱ्यौँ। टिममा हामीले टिम वर्क राम्रोसँग गऱ्यौँ। अनि मैले बिस्तारै अलिकति मिलाएर काटेँ। हुन त म अलिक क्लम्जी टाइपको छु, जे कुरा पनि बिगारिहाल्छु, तर पनि सक्दो राम्रै बनाऊँ भन्ने हुँदो रहेछ। ठिक छ, अनि मैले त्यसरी काटेर बनाइसकेपछि थोरै काट्नु पर्ने थियो। अनि त्यसपछि फाइनली यताउति मोडमाड गरेर मैले बनाएँ फाइनल्ली। अनि फेरि क्यामेरा मेरो झरेको भएर म मिलाइ थिएँ। अब सो स्ट्रगलिङ थिएँ। अनि मैले काटेर बनाएँ। त्यति काटेर बनाउँदाखेरि पनि चुच्चो भयो भनेर भने, त्यही पनि मैले फेरि बनाएँ। यसरी बनाएँ। म बनाउँदै गएँ। फेरि मोबाइल चल्यो, फेरि मैले मिलाएँ, फेरि मैले बनाएँ। बनाउँदा झ्याउ लागेर सिजरले काट्दा मेरो हात दुखेर मैले हातले च्यातेको थिएँ कि।
लाइक त्यो एकदम सिजर धेरै त्यो राखेर त्यो काट्दाखेरि यो हाततिर कस्तो दुखिरहेको थियो के, लाइक त्यो हात छुनै नहुने टाइपको भएको थियो मेरो। अनि त्यसपछि फेरि हामी अर्को क्लासतिर आयौँ, लाइक क्यान्टिनलाई छोडेर अर्को क्लासमा हाम्रो स्मार्ट टिभी पनि थियो, त्यहाँ आयौँ हामी साथीसँग। अनि म चाहिँ रेकर्ड गरेँ, मेरो अर्को साथीलाई पनि हाई गर भने उसले पनि हाई गरिन्। अनि त्यसै गरी हामीले म्युजिक बजाइरहेको थियौँ, अनि मेरो एकजना अर्को साथीले म्युजिक बजाइरहेको थियो। अनि त्यसपछि आई वाज फिल्मिङ, अनि त्यसै गरी बोलिरहेँ म। यसै गरी इन्जोय गरिरहेँ बिकज द्याट वाज माई फेभरेट सङ, सो आई वाज इन्जोइङ। अनि त्यहाँ चाहिँ मेरो साथीहरू थिए, मैले मेरो साथीहरूलाई देखाउन खोजेको, त्यहाँ अर्को एकजना लजाएर मलाई नदेखाऊ भनेर गइन्, अर्को साथीले हाई गरिन्, तर हाई हामीले एटलिस्ट 3 चोटिभन्दा बढीचोटि गरिसक्यौँ होला। एनिवेज त्यसै गरी हामी बोल्यौँ। अनि त्यसपछि हामी कलेजबाट बाहिर निस्किँदाखेरि कार आएको थियो मेरो पछाडि, अनि अलि हाई स्पिडमा आएको थियो, अनि अलिकति अक्वर्ड भयो, म त्यही पनि हाँसेर बोलेँ। अब हामी कलेजबाट बाहिर निस्क्यौँ, ओके बाई नेपाल, त्यो बाई भनेर गयौँ हामी कलेजबाट। र म चाहिँ एक्लै आएँ, चटपटी मात्र खाएर चटपटी समातेँ, चटपटी खाएँ। अनि त्यसपछि अमिलो थियो, अमिलो र पिरो थियो, जुन चाहिँ मलाई धेरै मनपर्छ। त्यसपछि खाएपछि म गएँ, फेरि म घर जाने तर्फतिर लागेँ। आजको लागि यति नै। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, र आगामी दिनमा यस्तै भिडियोहरू आउनेछ। थ्याङ्क यू। अनि सबैजना थ्याङ्क यू फर वाचिङ। ओके बाई।